हामी नेपालीहरूलाई एकदमै धेरै लाग्ने रोग भनेको ग्यास्ट्रिक हो है। तर ग्यास्ट्रिकलाई इग्नोर गर्दाखेरि के कस्तो खतरनाक हुनसक्छ त नि। नमस्कार, म डाक्टर सोनिया पौडेल जर्मनीबाट। हामीले दैनिक भाषामा ग्यास्ट्रिक भने पनि बारम्बार छाती पोल्ने, अमिलो डकार आउने, घाँटीसम्म अमिलो पानी आउने वा खाना खाएपछि धेरै जलन हुने समस्या एसिड रिफ्लक्स अथवा जिइआरडीसँग सम्बन्धित हुनसक्छ। कहिलेकाहीँ मात्र यस्तो हुनु चाहिँ सामान्य हो, तर यो समस्या बारम्बार भइरहन्छ भने चाहिँ यसलाई हल्का रूपमा लिनु हुँदैन है। लामो समयसम्म एसिड फुड पाइप यानि कि खाना नलीमा फर्किरह्यो भने खाना नलीमा जलन हुने, सुन्निने र समस्या हुन सक्छ। कहिलेकाहीँ घाउ बन्न सक्छ, रगत आउन सक्छ अनि खाना निल्दाखेरि पनि दुख्ने समस्या देखिन सक्छ। यसै गरी क्रोनिक रिफ्लक्सले खाना नली साँघुरो बनाउन सक्छ, जसले गर्दा खाना अड्किए जस्तो पनि लाग्न सक्छ। धेरै समयसम्म अनकन्ट्रोल्ड रिफ्लक्स हुँदाखेरि ब्यारेट एसोफेगस भन्ने परिवर्तन हुन सक्छ, जसले चाहिँ भविष्यमा खाना नलीको क्यान्सरको रिस्क बढाउन सक्छ। तर याद गर्नुहोस्, ग्यास्ट्रिक भयो भन्दैमा सबैलाई क्यान्सर हुन्छ भन्ने चाहिँ होइन है। तर यदि निल्न गाह्रो हुने, तौल घट्ने, रगत बान्ता हुने, कालो दिसा आउने, लगातार बान्ता हुने अनि छाती दुखाइ धेरै नै हुने लक्षण छ भने चाहिँ डाक्टरलाई देखाइहाल्नुपर्छ है।